सर अब अहिले कञ्चन शर्मा रेग्मीको विषयमा उहाँले यस्तो आक्षेप लाउनु भएको छ कि उहाँ चाहिँ तपाईँको श्रीमती हो, तपाईँले 7 वर्ष अघि नै घरबाट निकालिदिनु भयो किनभने उहाँसँग तपाईँको स्तर मिलेन। त्यसकारण तपाईँले घरबाट निकाल्नुभयो, कुटपिट गर्नुभयो, दुर्व्यवहार गर्नुभयो अनि उहाँलाई घरबाट निकालिदिनु भयो भन्ने आरोप लागेको छ। मान्छेहरूले यही आरोपलाई विश्वास गरेका छन्। रियालिटी के हो? 7 वर्ष अगाडि निकालिदिनु भएको घरबाट? प्रथमत म के कुरा राख्न चाहन्छु भने सम्मानित बाजुरागिला अदालतबाट मिति 2068 माघ 3 गते हाम्रो चाहिँ सम्बन्ध विच्छेद भइसकेको अवस्था छ र दोस्रो कुरो त्योभन्दा पहिले नै उनी आफ्नो खुसीले म मेरो खुसीले जिउँछु भनेर चाहिँ आफै खुसी घर छोडी हिँडेको हो, घरबाट निकालेको होइन। र त्यतिखेर चाहिँ बच्चाहरू पनि त्यहीँ थिए, बच्चाहरू पनि साक्षी नै छन्। र अन्य कुराहरू भन्दाखेरि चाहिँ अब तनाव त पक्कै थियो नै, तर जे जस्तो किसिमको आयो उसमा चाहिँ इन्टरभ्यूमा आयो अनि ती सबै कल्पित, भ्रामक, प्रायोजित र एकपक्षीय रूपमा आएको म चाहिँ यो सार्वजनिक रूपमा सोसियल मिडियालाई आम जनसमुदायलाई जानकारी गराउन चाहन्छु। अर्को के भन्नुभएको छ भने उहाँको सडकको बास भयो, बास हुँदाखेरि छोराहरू त्यो सडकबाट भएर हिँडिसकेपछि छोराहरू टक्सन गाडीमा हात हलाउँदै बाई गरेर हिँड्थे, तर कहिल्यै आमालाई छोराहरूले बोलाएनन्। तपाईँले छोरालाई टक्सन गाडी किनिदिनु भएछ तर संस्कार चाहिँ दिनु भएन छ हो? यो पनि एकदमै झुट हो। म बाजुराको मान्छे हो र ईश्वर साँची राखेर भन्नुपर्दाखेरि इन्जिनियरै म अहिले चाहिँ अब सिडी राजपत्राङ्क 2य श्रेणी कर्मचारी हो। र यो टक्सन गाडीको नाम मैले त्यही इन्टरभ्यूबाट सुनेको हो। मैले त्योभन्दा पहिले मैले सुनेको छैन। भने बच्चाहरूसँग एउटा मोटरसाइकल छ बा 64 प 521 जसमा चाहिँ कलेज आउने जाने गर्छन् र कहिलेकाहीँ मलाई समेत पनि अब म पनि त्यसमा चाहिँ हिँड्छु, त्यति मात्रै हो। अब उहाँको विषयमा उहाँले तपाईँमाथि धेरै आरोप लाउनु भएको छ। उहाँ आफै चाहिँ उहाँको आफ्नै आनी बानी चाहिँ कस्तो थियो जस्तो हुन्छ नि, चुरोट खाने, मापसी गर्ने, अनि रङ रमाइलोमा हिँड्ने, डान्स बार जाने, यस्तो खालको कल्चर पनि छ काठमाडौँमा। त्यो काठमाडौँको कल्चरबाट कञ्चन शर्मा रेग्मी कति परिचित हुनुहुन्थ्यो? तपाईँको बुझाइमा के थियो? अब यो प्रश्न भनेको मेन विषयमा चाहिँ केन्द्रित रहेकोले म अलिकति लामो रूपमा विस्तृत रूपमा राख्न चाहन्छु। हाम्रो भेट 2047 साल जेठमा भेट भयो र 47 साल असार 3 गते बिहा भयो। बिहा भएको 10 महिनापछि जेठबाबु जन्म्यो र त्यस क्रममा म दोस्रो वर्षमा पढ्दै विद्यार्थी थिएँ र त्यो बिहा गर्ने क्रममा कसरी भयो के भयो भन्ने कुराहरू म यहाँ सार्वजनिक रूपमा राख्न चाहन्छु। घनश्याम शर्मा अछाम निवासी, हालमा स्वर्गीय भइसक्नु भएको छ र यो हामी दुईटालाई चाहिँ भेट गराउने, मभन्दा 1 इयर अगाडि पढ्ने हो उहाँ। हामी कुचो क्याम्पसमा पढ्थ्यौँ, सर्टिफिकेट पढ्थ्यौँ, 1 इयर अगाडि पढ्ने हो। उहाँले टुई खेलको आमसभामा म गएको थिएँ, त्यहीँ उहाँको चाहिँ उहाँले फागुनमा बिहा भएको रहेछ। 2-3 महिना त्यसपछि चाहिँ जेठमा त्यो कार्यक्रममा उहाँ आउनुभयो। म एक्लै उभिरहेको थिएँ। उहाँ परिवार र उहाँको श्रीमती सरला शर्मा, उहाँको दिदी निर्मला पोखरेल सँगै आइसकेपछि अनि अब साथीभाइ भयो, हेलो हाई भइसकेपछि अनि त्यसको भोलिपल्ट ती घनश्याम शर्मा म बसेको ठाउँमा पाटनमा उहाँ आउनुभयो। यस्तो यस्तो छ होइन, बिहा गर्ने के हो, मेरो साडी छ भन्ने कुरो भइसकेपछि मैले के भने म आफू पढ्दैछु, विद्यार्थी, म अहिलेसम्म सक्दिनँ। आर्थिक व्यवहारले पनि र अब पढाइको डोरले पनि भन्दाखेरि चाहिँ अब आर्थिक व्यवहारका हिसाबबाट चाहिँ त्यति खासै अप्ठ्यारो पर्दैन र त्यहाँ सहयोगै हुन्छ भन्ने कुराहरू भइसकेपछि पनि अनि म
त्यतिखेर सहमत मेरो स्वीकृति थिएन नै। अनि कस्तो भने त्यो कन्टिन्यू फलोअप गरिसकेपछि अनि मैले के भने ठिकै छ अब अनि के कस्तो अवस्था हो भनेर बुझ्दाखेरि चाहिँ एसएलसी फर्स्ट डिभिजन पास गरेको छ पढ्नमा मेघाली। अनि त्यसो भनेपछि अब योभन्दा पछिको पढाइ पनि हुन्छ होइन, कमसेकम खाँदबारी हो उहाँहरूको। पहिले त अब यो मेरो ससुरा पूर्व ससुराली भनौँ न। अनि ठिकै चाहिँ बनाउनुहोस्, अब 11 वर्षले चिन्जान पनि हुन्छ, पढ्दै पनि गर्छन्, तर अहिले बिहा गर्न चाहिँ हुँदैन भन्ने भइसकेपछि होइन बिहा गर्ने पढाइ कन्टिन्यू गर्न भइहाल्ने भन्ने किसिमको गरिसकेपछि कन्टिन्यू फलोअप गर्ने भेटघाट गर्ने भएपछि अब कस्तो रह्यो भने मलाई पनि आफै म एकदमै बिहान बेलुका ट्युसन पढाउने, दिउँसो चाहिँ कलेज जाने, एकदम व्यस्त जिन्दगी हुँदाखेरि चाहिँ मलाई दुईटा भए पनि सहयोगी हुन्छ, यताउति हुन्छ भन्ने कुरोले त्यो पनि रह्यो। भनिसकेपछि ल ठिकै छ नि त पढाउनु भनेर भेटघाट भयो। भेटघाट भएपछि यो त अब लगभग जेठ अन्तिमतिर कुरो हो। भेटघाट भइसकेपछि अनि मैले के भने अब ठिक छ, अब यो अगाडि जाने भइसकेपछि मलाई चाहिँ हामी दुईजनालाई छोडिदिनुहोस् अब मलाई भनेर एउटा कोठामा कञ्चन र म मात्रै बसेर मेरो अब आफ्ना मेरो मतलब पारिवारिक पृष्ठभूमि, मेरो चाहिँ अब जिम्मेवारीहरू होइन, मेरो चाहिँ अब त्यतिखेर तत्कालीन अवस्था यो अवस्था छ होइन, भोलि विद्यार्थी काल हो होइन, सजिलो पक्कै पनि हुँदैन होइन। अब यतापट्टिको मलाई ठ्याक्कै सबै कुराहरू चाहिँ थाहा भएन होइन, समस्या हुनसक्छ के छ त अवस्था भन्दाखेरि चाहिँ मैले लगभग त्यही अब साधारण एउटा विद्यार्थीले अथवा आम नागरिकले जान्न चाहने बिहा गर्ने क्रममा जान्न चाहने त्यो 6-7वटा प्रश्नहरू चाहिँ मैले अब त्यहाँ जिज्ञासा राखेँ र ती सबै जिज्ञासाको यस 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 अन्ली यसको मात्रै आयो। आइसकेपछि त्यसो छ भने त अब यही कुरा हो होइन, यो छ भनेपछि ठिकै छ त अब के भयो बिहा गर्ने भनेर अगाडि भइसक्यो ठिकै छ भन्ने कुराहरू। कस्तो कुरा राख्नु भएको थियो? अब कुराहरू भनेको म जस्तै मेरो पढाइ म जिल्लाको 2038 सालको एसएलसी हो र जिल्लाको पहिलो एसएलसी हो बाजुरा जिल्लाको। र त्यसपछि मैले 1.5 वर्ष टिचिङ गरेँ। टिचिङ गरिसकेपछि गुरुहरू लगायत त्यहाँकोले अब अलिक पढाइमा मेधावी भएकोले चाहिँ काठमाडौँ पढ्न जानुपर्छ भन्ने कुराहरू रह्यो। र भइसकेपछि अब मेरो घरबाट जति सकिन्थ्यो होइन त्यो सपोर्ट रह्यो भने त्यो सँगसँगै अब सोसियली सबैको सहयोग रह्यो एउटा कुरो। दोस्रो कुरो मेरो बुवाले के भन्नुभएको थियो भने म तँलाई पढाउँछु होइन, तँभन्दा पछिका भाइहरू चाहिँ त्यो जिम्मामा छन् भन्ने भइसकेपछि एउटा वृद्ध मेरो आफ्नो मतलब गार्जेन ईश्वरैले त्यति भनिसकेपछि त्यो जिम्मेवारी स्वतन्त्रमा थियो नै। र त्यसपछिका भनेको अब काठमाडौँको पढाइ, आर्थिक कुराहरू होइन, त्यसलाई इन्जिनियरिङको पढाइ, अब सङ्घर्ष, अब सधैँ आवश्यकता एउटा चाहिँ विवाहित भइसकेपछि सबैले अब सबै आवश्यकता पूर्ति गर्न सकेला नसकेला अवस्था यो सहन सक्छ। र अर्को कुरो के भने पूर्वीय समाज र पश्चिमको समाज फरक छ होइन, फरक छ, ती जटिलताहरू आउन सक्छन् है। त्यसमा चाहिँ अप्ठ्यारो अवस्थामा साथ दिन सक्ने नसक्ने होइन। र चाहिँ तिमी आफू चाहिँ होइन विवाहको लागि मानसिक रूपमा तयार छौ कि छैन, यो यी समस्याहरूलाई चाहिँ फेस गर्न यी समस्यासँग हामीसँगै जुझ्नुपर्छ भन्ने भइसकेपछि सबै कुराहरूको चाहिँ अन्ली यसमा जवाब आइसकेपछि मलाई लाग्छ एउटा चाहिँ अब विवाह गर्ने क्रममा सोधिने जिज्ञासा राख्ने कुराहरू यति नै हुन्। अनि तिमीलाई पनि केही छन् कि भन नि त भन्ने क्रममा होइन मेरो केही छैन भन्ने भएपछि ल उसो भए ठिकै छ भन्ने भएपछि ल अब अगाडि बढौँ भन्दाखेरि मेरो घरबाट मेरो बुवा र मभन्दा पछिको भाइ घरबाट आउनुभयो। उताबाट चाहिँ सासू छत्रछाया नेपानेदेखि लिएर चाहिँ अब उताबाट आउनुभयो भने यहाँ चाहिँ अब जेठो दाई यतै हुनुहुन्थ्यो लगायत गरेर अब यो अर्को एकजना मोहन भन्ने हुन्छ महाबलितिर उहाँको महाबलितिरको चौलागाई के अरे चापागाई होइन, उहाँहरू पनि सबैको उपस्थितिमा चाहिँ एउटा सामान्य किसिमको त्यो बिहा भयो। अब भइसकेपछि त्यसपछि अब विद्यार्थीको डेरामा गर्दाखेरि मसँग पढाइ छँदै थियो। बिहा भएको केही समय चाहिँ सामान्य रह्यो र त्यसपछि अब जटिलता त पक्कै हुन्छ नै विद्यार्थीका, त्यो पनि अब त्यति ठाउँबाट त्यो टाढाबाट आइसकेपछि ती अब मेरो पढाइदेखि लिएर अब घरको अब म्यानेजमेन्टको कुराहरू आर्थिक कुराहरू आउँदाखेरि चाहिँ उनको के रह्यो भने त्यसपछि चाहिँ अब तुरन्त अब हिँडिरहने आइरहने गएर त्यो पनि ठुलो कुरो भएन। र चाहिँ अब किसिमको कस्तो मान्ने छ भने विद्रोह गर्ने सबै कुरामा चाहिँ अब कमेन्ट नेगेटिभली जाने गर्दाखेरि चाहिँ र मुख्य समस्या कहाँनिरबाट आयो भने बिस्तारै बिस्तारै जुन ती 1 घन्टा बसेर मैले आफूले क्लियर गरेका मुद्दाहरू थिए होइन तिनीहरूमा चाहिँ अब त्यो इस्यु त आए नै आउनेवाला थिए र त्यसमा चाहिँ त्यसको अगेन्स्टमा
हुँदैन सक्दिनँ मैले तपाईँसँग बिहा गरेको हो त्यो चाहिँ परिवारसँग बिहा गरे हो र अरूसँग बिहा गरे हो समाजसँग बिहा गरे हो मलाई के मतलब भनेपछि यो बाबा त्यो त हो भन्ने सोच तर मैले त सुरुमै कुरा राखेको छु म चाहिँ यसरी जेलिएको छु सामाजिक रूपमा पारिवारिक रूपमा भनेपछि अब तिमीले साथ दिनु भन् त होइन जस्तै त्यतिखेर मेरो भाइ मसँग थियो होइन पढ्ने अनि घरबाट पढ्ने भनेर आइसक्यो होइन अब कान्छो भाइ उसलाई मैले कहाँ हाल्ने पढाइ अधुरो छोडेर उसलाई फिर्ता जाने कुरो पनि भएन होइन अब त्यस्तो अवस्थामा कुनै पनि उसमा चाहिँ सहयोग नरहेको स्थिति गर्दै गर्दै कलह तुरन्त नै अब लगभग मुस्किलले 1 महिना जस्तो चाहिँ अब त्यो के भनौँ अब हनीमुन जस्तो भनौँ कि के हुन्थ्यो र त्यसपछि चाहिँ जब व्यवहारिक कुराहरू आउँदै गए त्यसले चाहिँ समस्याहरू चाहिँ निम्त्याउँदै गयो र अब त्यो मात्रा बढ्दै गइसकेपछि 10 महिनामा मैले अघि भने 10 महिनामा चाहिँ जेठो बाबु जन्म्यो र त्यसै क्रममा अब मैले पनि अब आफ्नो पढाइ टुङ्ग्याएँ तर एउटा कुरो म यहाँ के चाहन्छु भनेपछि त्यो कन्टिन्यू मैले अपेक्षा आफूले कुरा क्लियर राख्दै मैले अनअपेक्षित रूपमा जुन चाहिँ प्रतिरोध पाएँ त्यसले गर्दाखेरि मलाई चाहिँ अब प्रेसर भयो बिहा गरेको 6 महिनापछि यो प्रेसर म यहाँ जानकारी गराउन चाहन्छु हेरिडिटी पनि छैन होइन र त्योभन्दा पहिलेको हंसमुख मोहन एकदम खुला रूपमा हिँड्ने मोहनमा अब त्यो आन्तरिक रूपमा जब म एउटा आफूले क्लियर राख्दै पनि अब बिहा गरिसकेपछि त्यहाँ कुनै अरू कुनै केही थिएन अब त्यसलाई चाहिँ फेस गर्नुभन्दा बाहेक केही थिएन भनेपछि त्यो भित्रभित्र गुम्सँदै म प्रेसरको रोगीमै र 25 वर्षको उमेरदेखि मेरो उमेर भएको अवस्थादेखि चाहिँ प्रेसरको औषधि खाइरहेँ मैले खाइरहेको हुन्छु अहिले र त्यो कन्टिन्यू पछि अब पछाडि जागिर म 2050 सालमा मैले बी क्लियर गरिसकेपछि म अस्थायी रूपमा चाहिँ अब अस्थायी पोस्टमा बाजुरा गएँ बाजुरा नियुक्ति भयो र हामी सँगै गयौँ होइन हामी अब दुईजना र बच्चा जेठो बाबु सहित लिएर गयौँ अब त्यहाँ बस्यो जेठो बाबु चाहिँ अब स्कुलिङ चाहिँ बाजुरामै भयो र त्यसपछि अब म लोकसेवाको लागि चाहिँ तयारी गर्ने क्रममा काठमाडौँ आएँ र त्यसै क्रममा बाजेर बस्दा अहिलेको मेरो चाहिँ अब माइलो बाबु चाहिँ पेटमा आइसकेपछि त्यसको म अगाडि आएँ लोकसेवाको तयारी गर्न अलिक पछि चाहिँ उनी आइन् प्लेन चढेर त्यहाँ चाहिँ अब सुविधाजनकको रूपमा त्यहाँको स्थानीय अब जो सहयोग हुनुहुन्थ्यो म त्यहाँ पढाइमा इन्भल्भ भए पनि उहाँहरू चाहिँ एयरपोर्टसम्म ल्याउने यताउति गर्ने कुराहरू रह्यो र त्यसपछि थाहै भइसकेपछि दैलेख पोस्टिङ भयो दैलेख पोस्टिङ हुँदाखेरि पनि हामी सबैसँगै बच्चा अब 4 जना गयौँ र यसमा त्यो कुराहरू है म अलिकति अगाडि कुरा गर्न चाहन्छु बिहा भएको केही समय पछाडि हामी यो कुम्बेश्वर बस्थ्यौँ कुम्बेश्वरमै भित्राएको हो मतलब भित्राएको चाहिँ माथि अलिकति मङ्गलबारनिर केही समयपछि फेरि कुम्बेश्वर आयौँ कुम्बेश्वरमा आइसकेपछि त्यहाँ अब म बसेको घरभन्दा उल्लो घरमा चाहिँ लक्ष्मी श्रेष्ठ भन्ने हुनुहुन्छ अहिले अब म त्यहाँ गएको छैन म जीवित हुनुहुन्छ हुन्न थाहा छैन त्यो घर आवश्यक परे पनि देखाउँदा पनि म बाहिर धनकुटा गएको बेलामा चाहिँ जागिर कन्ट्र्याक्टरको इन्जिनियरको रूपमा धनकुटा गएको बेलामा चाहिँ पछि जब म आएँ आइसकेपछि तपाईँको मिसेस त अब होटलमा बस्ने जान खाने गर्नुहुँदो रहेछ यसरी यो त अब अलिकति भएन कि बच्चाहरूलाई चाहिँ यसरी अलपत्र छोडेर भन्ने किसिमले कुरा आइसकेपछि मैले भने अब के हो किन यस्तो सुनियो त के हो यस्तो सुनियो के हो त भन्दाखेरि कसले भन्यो भन्ने कुरो गर्दाखेरि चाहिँ अब नाम भनिहालौँ तत्कालै तुरन्तै त्यो घरमा प्रतिरोध गर्न जाने बानी हो होइन मैले नाम राख्ने पहिलो सुरुवात मैले ती जान खाने रहेछन् भन्ने कुरोको चाहिँ त्यहाँबाट जानकारी मैले पाएँ र अब त्यसपछि बाजुरा जाने क्रममा बाजुरा गयो बाजुरा जाँदाखेरि पनि अब म फिल्डमा जाने यताउति जाने गर्दाखेरि होटलहरूमा रक्सी खाएर विभिन्न होटलहरूमा तिनले खाएको रक्सीको बिल मेरो भाइ हिराले जब म त्यहाँ आइसकेपछि जब म लोकसेवाको तयारीको लागि यता आएँ उसले पछि भन्यो दाइ यसो रहेछ फलाना ठाउँमा जहाँ गयो बाँकी छ भन्दैन अब जब यो देशो माइलो बाबु पेटमा गएर यता आइसकेपछि त्यो बिल चाहिँ मेरो भाइले चाहिँ तिर्यो होइन अब यसबाट के बुझिन्छ भने रक्सी खाने स्थिति उनको चाहिँ अब त्यो अब त्यहाँ मलाई जानकारी भएको अवस्था त्यहाँदेखि नै र अब घरमा पनि अब सँगै बसियो नै अब के अरे घरमा बुहारी भएर सामान्य गर्नुपर्ने कुराहरूलाई गर्यो मार्चै पनि बसेर यता आइसकेपछि थाहै भयो थाहै भएर दैलेख गयौँ हामी दैलेख पछि चाहिँ दार्चुला गयो दार्चुलामा मेरो यो माइलो बाबु चाहिँ अब सानो थियो त्यहाँनिर चाहिँ अब काठमाडौँ
दुईटा बच्चा भइसकेपछि अब जेठोको पनि पढाइ, जेठो बिचमा धनगढी बोर्डिङ गराएको थिएँ मैले, बिचरा बिरामी सिरामी भएर उसको केयर नहुने गरेर अब काठमाडौँ नै सानो बच्चा दुईटा बच्चा भइसकेपछि आमासहित काठमाडौँ राख्नु पर्यो भन्ने किसिमको सल्लाह भएरै त्यहाँ दार्चुला लगाउने सल्लाह भयो। र एउटा चाहिँ त्यतिखेर एउटा बच्चा सानै थियो, कति 11-12 वर्षको थियो, ईश्वर बडाल भन्ने। अनि उसलाई चाहिँ मैले अब के काठमाडौँ जाने हो त भन्दाखेरि चाहिँ हुन्छ नि अब घरमा सोध्नुपर्छ भन्ने कुरो गरेर घरमा गएर घरमा कुरो गरेर त्यो बच्चासहित हामी चाहिँ काठमाडौँ आयौँ। र आइसकेपछि त्यसपछि त्यो बच्चाको भर्ना भयो, विद्यालय पढ्यो उसले, 10 क्लाससम्म यहीँ भयो। र त्यो सँगसँगै मैले अब ल्याएको भनेको चाहिँ बच्चालाई सहयोग होस्, घरमा अब मिसेसलाई पनि सहयोग होस् र बच्चाको लागि सहयोग होस् भनेर ल्यायो। र अब त्यसपछि बच्चाहरू पुऱ्याउँदै गयो। म चाहिँ अब जिल्लाबाट त्यहाँबाट चाहिँ अब दार्चुलाबाट अछाम रहेँ, अछाम पनि अब हामी सँगसँगै रह्यो। र दार्चुलाबाट अछामबाट चाहिँ पछि रुकुम जाँदाखेरि अनि यहीँ बच्चाहरू यहाँ रहे र म चाहिँ जिल्लामा एक्लै जाने स्थिति रह्यो। र अब त्यसपछि के भयो भने अब खाली समय के गर्नु त भन्ने कुरो गर्दाखेरि चाहिँ पढ्छु भन्ने कुरो गरेँ। होइन, पढ्छु भनेपछि हुन्छ, होइन खाली समय यताउति अरूको भन्दा बरालले हिँड्नु पढ्न ठिक हुन्छ भनेर सल्लाहले नै अगाडि बढ्यो। पिके क्याम्पसमा भर्ना भयो, सल्लाहले नै गऱ्यो। र अब चाहिँ त्यहाँ भर्ना भइसकेपछि मेरो बसाइ बाहिर र यहाँको खर्च व्यवस्थापन यताउति जम्मै अब खाता खोलिएर खरिदाकोटमा खाता खोलिएर ब्याङ्कमा जे जति हुन्थ्यो मसँग त्यो उनकै एकै खातामा राखिदिएको अवस्था हो। त्यतिखेर चाहिँ त्यो खाता भनेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिंहदरबारमा अब खोज्यो भने अहिले पनि भेटिन्छ। अब चित्र मसँग छैन अहिले, त्यो रेकर्डेड चिज हो, त्यो भेटिन्छ। र त्यतिखेर के रह्यो भने अब म चाहिँ बाहिर रहेको प्लस र त्यसपछि उनको पढाइ हुँदाखेरि मैले अघि पनि भने स्वच्छन्द बानीले गर्दाखेरि चाहिँ त्यो खाजा खाने कुराहरू, ड्रिङ्क गर्ने कुराहरू जुन कहिलेकाहीँ हुन्छ त्यो चाहिँ रेगुलरली बढ्दै गयो। र त्यसै क्रममा अब पिके पढ्ने क्रममा त्यसमा सिंहवार गायिका सँगै क्लासमेट रहेछन्, होइन, अब उनसँग सम्पर्क भयो। अब त्यो भने अलिक क्लोजनेस बढ्दै गयो र उनको त्यो रेशमासँग चाहिँ एट्याचमेन्ट भनौँ न, अब त्यो सङ्गत लामो समयसम्म रह्यो। र त्यसै बिचमा चाहिँ गङ्गा थापा भन्ने बाजेर अर्को महिला छन्, तिनी पनि त्यो बिचमा चाहिँ सम्पर्कमा रहिन्। गर्दाखेरि मलाई अरूसँग त आपत्ति थिएन। त्यतिखेर त्यो जुन सम्पर्क भयो, त्यो सम्पर्क हुने क्रममा घरमा जुन बच्चालाई दिनुपर्ने जुन ध्यान थियो, जुन हेर्नु पनि थियो, केयर गर्नुपर्ने थियो, त्यसमा कमी हुँदै गयो। म बाहिर भएको, तर चाहिँ कस्तो स्थिति रहन्थ्यो भने बच्चा बेलुका घरमा पुगे कि पुगेन, श्रीमती घरमा पुगे कि पुगेन भनेर चाहिँ म खाना खाइसकेर बसिसकेपछि पनि सबै घरमा पुगिसकेपछि म सुत्ने अवस्था रहन्थ्यो। भनेपछि कतिपय ठाउँमा त्यो पछिल्लो अवस्थामा चाहिँ त्यो पिके पर्दै बाहिरबाट लडखराउँदै, होइन, कारण मेरो त सहयोगी जुन छ उसले चाहिँ हातले डोर्याएर भित्र लगेर सुताएको अवस्था पनि हुन्थ्यो नै। त्यो स्थिति आयो भने र त्यसै बिचमा चाहिँ अब यो मैले अघि पनि भने निर्मला पोखरेल जेठी जुन हुनुहुन्छ, उहाँकै घरभन्दा यतापट्टि एउटा घर थियो। त्यो घरमा चाहिँ अब म प्रायः भाडामै बसेको, धेरै समयसम्म बसेको, भर्खरै घर त्यही भन्नु नि गरेको। त्यो घरमा हामी मात्रै बस्थ्यौँ, घर पुरै खाली थियो। अब तल चाहिँ केही समयसम्म खाली रह्यो। र पछि हामीले चाहिँ अब सल्लाहले नै अब यो एउटा कोठा खाली छ भने अब भाडा आउने भन्ने कुरो गऱ्यो, पछि रह्यो। र त्यसमाथि पूजा जुन श्रेष्ठ, यिनको घर चाहिँ उता जोरपाटीभन्दा माथि कता हो, भिनाचुनी भन्छन्। तिनी चाहिँ सन् 2006मा म चाहिँ नेदरल्यान्ड गएँ। नेदरल्यान्डमा त विभागले नै सेलेक्सन गरेर गएर आइसकेपछि आएको 1 दिनपछि चाहिँ मेरो बच्चाले, यो चाहिँ सागरले, जुन अब माइलो छ, उसले चाहिँ ड्याडी एउटा कुरो भनौँ भन्ने कुरोमा चाहिँ भन्नुभएको के हो, यो बाहिरको बेलामा यहाँ बाहिरको मान्छे आएर रातभरि सुत्यो, के गर्यो भन्ने कुरो भइसकेपछि पहिलो इन्फर्मेसन मैले त्यहाँबाट पाएँ, म त त्यो घटना सम्बन्धी। अनि भनिसकेपछि त्यसपछि मैले अब ठुलोलाई तँलाई कसले भन्यो भन्दाखेरि दाइले भन्यो, ठुलो बाबुले भन्यो भने, तँलाई कसले भन्यो भन्दाखेरि कामले गर्ने मान्छेले भन्यो भन्ने कुरो भयो। होइन, अब कस्तो थियो भने त कोठा र सहयोगी बस्ने चाहिँ जोडिएको कोठा थियो, अब हामी सुत्ने कोठा अलगै थियो भनेपछि। अनि उसलाई मैले त्यो कार्यालय बनाएँ, त्यो सहयोगीलाई के यो हो त भन्दा हो, अनि तैँले तिमीले हल्ला किन नगरेको त, होइन, कमसेकम यसरी बाहिरको मान्छे आयो, तिमीहरूको ज्यान केही हुनसक्थ्यो, को हुनु भन्दाखेरि चाहिँ अब आन्टीले साथीको उहाँ बोयफ्रेन्ड हो भनेर चाहिँ भन्नुभयो। अब खाना खायो, सुत्यो भने। अनि अरू के भयो भन्दाखेरि चाहिँ अब त्यसपछि त्यो
सहयोगीले भनेको राति चाहिँ यौन जन्य आवाजहरू खुला रूपमा सुनिएको र चाहिँ अब रातिसम्म डिस्टर्ब भएको हामीलाई त्यहाँ भएको अब भन्दाखेरि म प्रतिवाद गर्दाखेरि अब म डर लाग्यो जस्तो मैले सकिनँ भनेको अनि के त अब म झुट बोल्नु हुँदैन होइन त्यतिखेर अनि पूजा र बोयफ्रेन्ड हो कि मात्र भन्दाखेरि अब हामी बाहिर नै निस्कन सकेनौँ होइन अब जो जाँदा चाहिँ भाइहरू बुझ्दै भयो मलाई त्यहीँ कोर्टे भयो थाहा भएन भन्ने किसिमको कुरो भइसकेको थियो अनि मैले चाहिँ सोधेँ के हो त यो यस्तो बाहिरको मान्छे आइसकेको उनीहरू बच्चा बच्ची भएको घर हो होइन अब उनीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड जेसुकै त्यो अलग ठाउँहरू छ होइन चिनेको मान्छे परिवारको मान्छे हो भने हो न त त्यो त्यस्तो क्रियाकलाप गर्ने ठाउँ पनि होइन बच्चालाई चाहिँ जुन रूपमा लिए यसले के असर भन्दाखेरि यिनै शब्दबाट भनेको पूजाले धोका दिई आवाज निकालेर यो शब्द चाहिँ अब मैले सुनेको हो सुनेपछि अब त्यसपछि त्यो पूजा र उनका बोयफ्रेन्ड आएन मतलब डिट्याच भए सम्पर्कबाट गए र मैले पनि त त्यसपछि अब त्यति भनिसकेपछि अब थप कुरो कोट्याउने भनेको चाहिँ थप विग्रह थप कला हुन्छ त्यो कुरो चाहिँ त्यत्तिकै रह्यो भनेपछि अब यहाँ के देखिन्छ भनेपछि पुरुषहरू परपुरुषहरू आउने कोठामा आउने त्यो चाहिँ समेत र अर्को के छ भने मैले जुन नाम लिँदैछु ती सीमित नामहरू छन् जो अघि लामो समयसम्म नाम सङ्गतमा आएर मलाई याद छन् साथीहरू भन्ने होइन ती साथीहरू चाहिँ दुई दिनका साथीहरू दुई दिनमा चेन्ज हुने को हुन् भन्दाखेरि चाहिँ अब कोही त्यो पछि के रह्यो भने अनगिन्ती नै त्यो गनी साध्य नभएपछि अब घोला गयो भन्ने किसिमले भयो किनभने म अब केही समयसम्म यहाँ बस्ने जिल्लामा जानुपर्ने स्थिति भएकोले त्यसो गर्दाखेरि त्यो सँगसँगै मैले अहिले पनि भने कुरा गरिरहन चाहन्छु जुन साथीहरू आउनु जानु ठुलो कुरो भने तर चाहिँ जुन घरमा जुन बच्चाहरूलाई रेखदेख गर्ने कुरोमा चाहिँ त्यसमा कमी भयो एउटा कुरो र अर्को कुरो चाहिँ एकपटक के भएको थियो भनेपछि यो नामतिरकै एकजना शाही नाम मैले ठ्याक्कै सम्झिनँ उहाँको अब पाहुना चिनजानको पनि आउनु सक्छन् होइन त्यो अब मैले अनुसा बोल्दिनँ मेरो बच्चा चाहिँ जे सागर चाहिँ स्कुलबाट आएको थियो त्यहाँ उनले आफैले चाहिँ पुरी तरकारी पकाए बच्चा स्कुलबाट आएको छ लुगा खोलेको पनि छैन अनि त्यो छन् त्यो फ्यामिलीबाट 2-3 जना आएका छन् अनि तिनलाई चाहिँ खाजा खुवाइयो बच्चा हेरेको छ अनि पछि उसले भन्यो मम्मी भोक लाग्यो खाजा दिनु मलाई पनि भनिसकेपछि अनि अब म त्यो हेरिरहेको थिएँ म बसिरहेको थिएँ म कम्प्युटरमा काम गरिरहेको थिएँ अनि भनेपछि अनि म आफै उठेर गएर बच्चालाई खाजा खुवाएँ यो गर्दाखेरि के भनेपछि अब बच्चा अब के हो यो यिनका बारेमा चाहिँ बोल्नु पर्यो भने बच्चाहरू पनि बोल्लान् होइन र मैले कुरा राख्नै पर्ने स्थिति भयो यसले गर्दाखेरि चाहिँ त्यसपछि थप कुरोमा चाहिँ अब यो मध्यदेवीमा एकजना इन्जिनियर साहब हुनुहुन्छ कल्पना पौडेल उहाँको विशेषको नाम हो हामी त्यो घरमा बसेपछि अलिकति अब इन्जिनियरिङ फिल्डको हिसाबले प्लस विभाग भएकोले त्यहाँबाट थप जानकारी के भयो भने तपाईँ यहाँ बस्दासम्म एउटा व्यवहार हुन्छ तपाईँ गएपछि एउटा व्यवहार हुन्छ अनि यो चाहिँ अब तपाईँ हिँडेपछि यहाँ सबैका पार्टी हुन्छन् होइन आमाको पार्टी छोराछोराको पार्टी काम गर्नेको पार्टी भन्ने कुरो भएपछि छोराको पार्टीको भन्ने सन्दर्भमा म जोड्न चाहन्छु मेरो जेठो बच्चा चाहिँ 9 क्लास पढ्दाखेरिदेखि होइन चुरट र अब रक्सी अलिक पछिको कुरो रह्यो र अब थाहा भएपछि भन्ने चाहिँ त्यो पनि के भनेपछि स्कुलबाट कतिखेर आउने थाहा नहुने घरमा चाहिँ अब पर्खेर कोही नबसेपछि अब सहयोगी मान्छे हो उसको पढाइ अनि घरमा कोही वेटिङ नभए स्वाभाविक बच्चा चाहिँ कतिखेर आयो कहाँ गयो थाहा नभएपछि त्यसो गर्दाखेरि त्यो एजै पनि 9 क्लासमा पढ्ने उमेर भनेको अब त्यही बिग्रिन सक्ने चुरोटको खाने स्थिति रह्यो चुरोट सँगसँगै पछि रक्सी रह्यो र अनि पछि मैले छोडाउन खोज्दाखेरि केही गर्न सकिनँ अब पछि अब अलिक बुझ्ने भएपछि पछि पनि किन के गरेको त भन्दाखेरि अब यो लत पर्दै गयो छोड्न म सक्दिनँ भन्दाखेरि दुःखदायी कुरो के भनेपछि पछिल्लो अवस्थामा आमाले नै रक्सी खुवाउनुलाई चाहिँ प्रेरित गरेको उसो गर्ने हल्ला किनभने आमा आफै खाने भएपछि आमाको कुरो हल्ला गर्ने जब बाहिर आउँछ भनेपछि उसले खाएपछि उसको पनि फल्ट भयो मैचुको अवस्थामा चाहिँ छोरालाई रक्सी खुवाउन नै आमाले सिकाउँछ एकदम चुरट चाहिँ अब विद्यालयबाट त्यो त्यतिखेर प्रोपर्टी किन नमाया कुरो गर्न हुँदैन उसको चाहिँ विद्यालय सर्कलबाट चाहिँ अब सिक्यो होइन तर चाहिँ उसले पछि भन्यो कसरी के भयो भन्दाखेरि अब उहाँले खाने अब मैले नि अब कस्तो रह्यो भने कमजोरी भइसकेपछि बार्गेनिङ बच्चाहरू प्यारेन्ट्सहरू चाहिँ आफ्नो सही ठाउँमा बसेन भने बच्चाहरू बार्गेनिङ गर्छन् भने अब त्यो चुप लाने कन्ट्रोल बच्चाहरूलाई कन्ट्रोल गर्न आफू सही ठाउँमा बस्नुपर्ने हुन्छ अब त्यसले गर्दाखेरि चाहिँ अब पछि अब साथीहरूको सर्कल उसको बढ्दै गयो र त्यसपछि लागु पदार्थमा एसएलसी पास गरिसकेपछि ग्यालेक्सीमा पढेका मेरो 2 बच्चाहरू र त्यसपछि जेभियर इन्टरनेसनलमा के अरे आइएससी साइन्स लिएर पढ्यो त्यस क्रममा चाहिँ ट्याब खाने
होइन। ट्याब खानेदेखि लिएर अब जे हुन्छ औषधिहरू खाने गर्दाखेरि अब त्यहाँ मैले बडा मुस्किलले उसले चाहिँ अब त्यो ब्याग दियो, ट्युसन राख्ने यताउति गरेर पास गर्यो। गरिसकेपछि अब के पढ्ने भन्दाखेरि चाहिँ बिए अब साइन्स ब्याकग्राउन्डको कि बिए अब इन्जिनियरिङ नै पढ्ने कि भन्ने किसिममा उसको पनि सहमति ठिकै छ नि त। अब भन्ने किसिममा सहमति गरेपछि अब कलेजहरूको लागि पनि अब घरमा यताउति पनि अब अगाडि बढ्यो र बढ्ने क्रममा उसको त्यो बानी अब जुन खाने यताउति गर्ने बानी थियो, मलाई चाहिँ त्यसबाट छुटाउनको लागि चाहिँ यो सर्कलबाट छुटाउनु पाइदिएदेखि हुन्थ्यो भनेर चाहिँ मैले यहाँबाट बेङ्गलोर योभन्दा बढी बेङ्गलोरमा गयो भने पढ्ला भनेर बेङ्गलोरकोमा चाहिँ उसको भर्ना भयो। त्यहाँ के अरे कन्सल्टेन्सी मार्फत भर्ना भयो। अब त्यो यहाँको पीडा त्यहाँ गइसकेपछि पछि बच्चा लगभग दोस्रो वर्षमा आइसकेपछि अकस्मात खबर आयो, तपाईँको बच्चा चाहिँ यहाँबाट लैजानुहोस् भन्ने गर्दाखेरि चाहिँ बच्चा के भयो त भन्दाखेरि मेरो भाइ कान्छो भाइ गयो, पठाएँ मैले। उसले चाहिँ त्यहाँबाट लिएर आयो। लिएर आउँदाखेरि मानसिक अवस्था झन्नै चाहिँ अब लुगा नाङ्गै हिँड्न मात्रै बाँकी। तपाईँले भन्न खोज्नु भएको चाहिँ आमाको कारणले गर्दा छोरासम्म त्यो सहरमा हो, मतलब त्यो अवस्थामा पुग्यो। मतलब चुरोटको म भने नि साथीहरूबाट भयो, त्यसपछिको ड्रिङ्क र घरमा प्रपर्टी केयर नहुँदा बच्चा कहाँ गयो, के खायो, आयो आएन भन्दाखेरि चाहिँ अब त्यो ड्रिङ्क चाहिँ उसले पछि भनेको कुरा आफैले उसले अहिले बेङ्गलोरमा छ होइन। यो कसै त भन्दाखेरि चाहिँ अब आफै पनि खाने, अब खानेमा मलाई चाहियो भने होइन। अनि अब अलिपछि अब त्यसरी खाएको भन्दै हुनुहुन्थ्यो नि रात बिरात बाहिर हिँड्ने भनेर, त्यो चाहिँ के हो? मैले अघि भने नि अब त्यो त्यसपछि पिके क्याम्पसकोमा जुन भर्नाको क्रम थियो त्यसमा चाहिँ त्यो फ्रिक्वेन्सी बढ्दै गएपछि अब बेलुकाको उहरू चाहिँ डान्स बारहरू, गजल रेस्टुरेन्टहरूमा जाने, अब नाइट क्लबहरूमा जाने र तिनलाई भेट्ने। अब विडम्बना हाम्रो के भनेपछि अब मान्छेले पछि भन्छन् होइन, त्यतिखेर चाहिँ अगाडि नै भनिदिएको भए कि अब केही समस्या निस्किँदै कोही चाहिँ 11 बजी भेट्यो भने कोही चाहिँ 12 बजी त्यहाँ कि भन्ने गर्दाखेरि अनि त्यतिखेर चाहिँ यो जानकारी त्यतिखेर आइदिएको भए हुन्थ्यो नि त भन्दाखेरि त्यतिखेर अब के हो कि सरले पनि अनुमति दिनु भयो कि पक्कै पनि अब अनुमति दिनु त कुरो रहँदैन होइन। त्यसले गर्दाखेरि चाहिँ अब यो फ्रिक्वेन्सी चाहिँ जुन थियो ड्रिङ्क प्लस समय बाहिर बिताउने बढ्दै गयो र सँगसँगै मन नहुँदाको अवस्थामा पनि होइन। पछिल्लो अवस्थामा चाहिँ बच्चाहरूको कोठामा एक्लै छन्, बाहिर बस्ने नै बाहिर, नाइट हल नै बाहिर गर्ने। कहाँ बस्दिनु भन्दाखेरि चाहिँ अब त्यो त फोनबाट सधैँ रिकर्डिङ हुन्थ्यो। अब पछि फोनै अब नउठाउने, फोन कुरा गर्न खोज्यो भने फोन ह्याङ गरेर राखिदिने होइन। त्यसको चाहिँ मैले थप कुरा गर्नु भएपछि अनि त्यस्तो अवस्था भएपछि त्यो फ्रिक्वेन्सी बढ्दै गयो र अब त्यसपछि मैले बच्चाको कुरो भने बच्चा यहाँ आयो, म आउँदाखेरि चाहिँ अझ पागल अवस्थामा आयो र मानसिक अस्पतालमा चाहिँ अब लग्यो त्यहाँ होइन। मान्दा डिप्रेसन भएको स्थिति भयो, बच्चाले औषधि डिप्रेसनको औषधि खान थाल्यो र अहिले पनि त्यसले औषधि रेगुलर छ। तर अहिले बच्चा पढिरहेको छ, बी 4th इयरमा सिभिलमा पढ्दैछ र अब 4 वर्षमा हुनुपर्ने र यो 7औं वर्ष हो। किनभने त्यही कारणले गर्दाखेरि 1 वर्ष 2 वर्ष चाहिँ यहीँ घरमै बस्यो र त्यो घरमा म यहाँलाई पुनः राख्न चाहन्छु। घरमा उसको त्यो 1 वर्ष यहाँ बस्यो। 1 वर्ष भनेको अब अहिले मेरो जुन मिसेस छिन् तिनले चाहिँ अटुट रूपमा सेवा गरेर त्यसलाई सामान्य अवस्थामा फर्काएको यो म राख्न चाहन्छु। र मेरो अब तिनको त्यो जुन सेवा हो होइन त्यसको कारणले मात्रै मेडिकेसन आफ्नो ठाउँमा भयो, औषधि मात्रै हुँदैन। मानसिक रूपमा भएकोलाई चाहिँ उनले चाहिँ त्यसरी गर्दा सामान्य रूपमा आयो। अहिले चाहिँ पढ्दैछ, अब लगभग 7-8 महिनापछि आउँछ होला। जुन अब दुइटै इन्जिनियर भन्ने कुरोमा आएको छ, त्यो मेरो जेठो बच्चाको कारण त्यो भयो। र अब पढाइको उसमा चाहिँ दोस्रो माइलोको कुरोमा चाहिँ अब अहिले चाहिँ बिएससी आइटी दोस्रो वर्षमा पढ्दैछ होइन। अब त्यो अब 1 वर्ष अझै बाँकी छ। दोस्रो इन्जिनियरको कुरो त्यो रह्यो। दुइटै बच्चाहरू छन् र अब यही विषयमा अलिकति अगाडि बढ्न चाहन्छु। मेरो आफ्नो पाटो म पछि भनौँला। अहिलेको अवस्थामा बच्चाहरू चाहिँ एकदम सिरियस होइन। जेठो बच्चालाई मैले अस्ति यो जसरी बाहिर आयो रिमर, मैले बच्चालाई फोन गरेँ, यसो हो होइन, हामीले के हो यो सत्य पक्कै बाहिर आउँछ होइन। तर तिमीहरू मानसिक रूपमा विचलित नहो, किनभने तिमीहरूले भुक्तेको मैले भुक्तेको हामीले कमनली फेस गरेको कुरो हो। अनि बोल्नु पर्यो भने कहाँ जानुपर्ने बुझाउनु, तर मानसिक रूपमा विचलित नहुनु। मलाई अब किनभने म यो सागर त मसँग छ होइन। सँगसँगै मलाई जेठो बच्चाको साह्रै के भएकोले चाहिँ उसलाई मैले त्यहाँ भनिसकेपछि नाइ ड्याडी ठिक छ, अब यसरी न्युजमा आइरहेको छ भन्दाखेरि अब यो चाहिँ उनीहरूले फेसबुक, अब मेरो फेसबुक ओपन छ, मैले चाहिँ तिमीहरू फेसबुक ब्लक गर, किनभने गल्ती नगरेको कुरो तिमीलाई चाहिँ मानसिक रूपमा टर्च हुन्छ भनेर फेसबुक ब्लक गरेको अवस्था छ मेरो दुईटै बच्चाहरू। अनि घटी कुलो मध्येबाट चाहिँ घर बन्यो। घर बनिकनमा पैसा मैले सुरुमा खातामा राखिदिएको मैले भने। त्यसपछि पैसा कति छ त भन्दाखेरि अब मसँग जति हुन्थ्यो 1 लाख 2 लाख रुपियाँ गर्दाखेरि चाहिँ अनि हिसाब माग्ने हो त मसँग, मैले हिसाब दिनुपर्ने
मैले के भने यो 10-5 को हिसाब होइन, तर कति छ त कति खर्च भयो भनेर अब त्यति त मैले सोध्न पाउनु पर्यो नि त। भनेको तपाईँले राख्न दिएको पैसा अनि मैले खाता खोलेर खातामा मसँग खाता थिएन, मेरो खाता सिङ्गल एकाउन्ट थियो, मेरो खातामा जे जति हुन्थ्यो होइन जिल्लाको तलब भत्ता यताउति गरेर हुन्थ्यो त्यो उनकै खातामा खोलेर त्यो मैले अघि भने राष्ट्रिय वाणिज्य ब्याङ्क सिंहदरबारमा राखेको होइन। त्यो बेला बेला कति पैसा छ के छ अवस्था खाताको भन्दाखेरि चाहिँ अब छ नि छ छैन कि अब जति छ छँदैछ किन सोध्नुपर्ने अनि मैले जानकारी दिनुपर्ने। विश्वास छैन ममाथि, विश्वास छ त जानकारी त मात्र हुनु पऱ्यो नि त। पछि के छ अवस्था भन्दाखेरि चाहिँ त्यो पछि अब म ब्याङ्कमा गइसकेपछि ब्याङ्क खाता रित्छ होइन, ब्याङ्क खाता रित्तो छ। रित्तो भइसकेपछि पैसा हाल्नु भएको थियो लगभग त्यो 2-2.5 वर्ष जस्तो चाहिँ उनकै उसमा चाहिँ 2.5 वर्षसम्म पैसा हाल्नुभयो हेर्दाखेरि हजुर लास्टमा छैन, लास्टमा खाता रित्तो छ होइन। त्यो कहाँ गयो त भन्दाखेरि अब उहाँको खर्च भयो त उसो भने अब के हुन्छ भने घरमा चाहिँ अब जसरी मलाई चाहिँ हामीमा चाहिँ प्रहार भयो अनि वास्तविकताभित्र अर्कै छन्। अब बिस्तारै यो पेलाउने कुरो अब म यो सामाजिक सञ्जाललाई यो मिडियालाईदेखि लिएर पब्लिकलाई दिन्छु होइन। अनि त्यसो भनिसकेपछि अब यो ताले त हुँदैन, डेरामा बसिरहेको मान्छे केही न केही चाहिँ अब व्यवस्था गर्नु पर्यो भन्ने विषयले त्यसपछि बल्ल मैले चाहिँ खाता आफ्नो खातामा पैसा राखेँ र अब टिकाथलीमा सानो जग्गा लियो अनि जग्गा थियो त्यसमा चाहिँ घर सुरु गर्ने कुरो रह्यो। घर सुरु गर्ने क्रममा त्यसमा समस्या फेरि के भने बाहिरको जागिर होइन पैसा छोडौँ मैले पहिले थाहा भइसकेँ खातामा राखेको दिनमा दिएको पैसा चाहिँ एउटा के हुन्छ चोरलाई चाहिँ साँचो दियो भने होइन त्यो सुरक्षित रहन्छ भन्ने मेरो सोचाइहरूले उनलाई त्यस्तो छ भने उनलाई दिमा दिइसकेपछि त्यसले पनि काम नगरेको अवस्था हो होइन। भनिसकेपछि पछि त्यो घर निर्माण गर्ने क्रममा आवश्यक पर्ने पैसा जुन थियो त्यो बाहिरका साथीहरूसँग होइन यहाँ मोहन कुमार भन्ने हुन्छ उहाँ र मेरो जेठो बच्चाको संयुक्त खाता होइन उहाँले चाहिँ यो घर पनि हेरिदिनुहोस् प्लिज होइन खाता पनि यसो गरिदिनुहोस् भनेर त्यस्तो स्थितिमा रह्यो होइन। र त्यसपछि केही पैसा मेरो त्यहाँ भाइमा मार्फत गरेर त्यहाँ जाने अनि त्यसपछि पनि के भने पैसा तिमी चलाउन सक्दैनौ होइन तर यहाँ भएकोमा जान भाइ हेर्नु होइन जानु हेर्नु त्यति गर्नु भन्दाखेरि चाहिँ भन्ने त्यो क्रममा अब त्यहाँको समुदायले भन्यो कुरो होइन भएको कुरो चाहिँ मैले त्यहाँ टोटल अब त्यो नभएको कुरो चाहिँ भन्नु हुँदैन पनि जरुरी पनि छैन। आउने कहिले 10-15 दिन आउने आयो यताउति बस्यो एक दिन हेरेर जस्तो गरेर गयो फेरि चाहिँ बेलुका फर्किने फेरि बेलुका फर्किँदाखेरि चाहिँ जब मैले फोन गर्थेँ बेलुका सधैँ म डेली फोन गर्थेँ बेलुका बिहान कहाँ गएको छ भन्दाखेरि घर हेर्न गएको छ बेलुका आउँदाखेरि चाहिँ आवाज लट परिएको छ फोनबाट ड्रिङ्क गरेको अवस्था त्यतिखेर थाहा हुन्छ बाटोमा आउने दारू खाएर पिटान गराउने होइन त्यस्तो अवस्था गर्दाखेरि अब अहिले चाहिँ त्योभन्दा बाहेक मौका मिल्यो भने खाने भनेपछि अब त्यो चाहे त्यो हरेक दिन पनि हुनसक्छ 2 दिन बिराएर पनि हुनसक्छ अवसर पायो भने चाहिँ अब त्यो खाने नै। त्यसमा म सल्यान थिएँ त्यतिखेर चाहिँ मेरो तत्कालीन अब सासू त अहिले पनि अब आमा हो म आदर गर्छु भने पनि किनभने जसले गल्ती गरेको छ गल्ती यो घटनाका दोषी हामी 2 जना मात्रै हो होइन। यसबाट मेरो ससुरालीको तत्कालीन बिराटनगरको अरू कसैको पनि केही यसमा कुनै उ छैन नकारात्मक उ छैन र दोष दिनु हुँदैन मैले होइन। जो छन् मैले भनिहालेँ अब त्यो दिदीहरू चाहिँ 2टाले सुरुमा चाहिँ रोल प्ले गरेको छ त्यो मैले अब छुट्याएँ मैले भन्न निरन्तर रूपमा कहिलेसम्म भने मेरो बेडमा भएका कुराहरू समेत दिदीबहिनीमा बिचमा सल्लाह छलफल गरेर चाहिँ चियाको चुस्कीसँग होइन हाँसोसँग उडाइयो होइन र त्यो उडाएको कुरो फेरि मलाई जानकारी भयो होइन यसो भयो अरे भनेर होइन। अब लोग्ने स्वास्नी सँगै बस्दाखेरिका चाहिँ यहाँ अब सुतेका अवस्थाका जुन छन् सबै कुराहरू त्यसले एउटा चाहिँ कति पीडा हुनसक्छ त्यो कुरो एउटा हुनसक्छ र अर्को अब भनेपछि त्यो लगायत अरू कुराहरू छन्। अब पछि अब के भन्ने मैले मैले बोल्नै पर्ने हुन्छ बिहा भएको पहिलो पटक भन्दा बाहेक म माथि मेल जस्तो भएर चाहिँ रोल यौन जन्य क्रियाकलापमा मेलको भूमिका गरिएको छ। अनि अब त्यो पीडा अहिले मैले बाध्य भएँ किनभने मेरो बच्चा सकिन थाल्यो मेरो घर सकिन थाल्यो होइन र मलाई चाहिँ यसरी एकरो रूपमा प्रहार भएपछि होइन अब मैले बोल्नुपर्ने हुन्छ अनि अब यसको लागि चाहिँ मैले राख्नुपर्ने हुन्छ र त्यो कुरो बाहिर आउने कुरो पनि भएन बोल्ने कुरो पनि भएन किनभने अब यौनका आसनहरू भनेको लेकिन स्वास्नीका सहमति म पनि त्यो केटा गुखाने मान्छे होइन त्यो सहमति कुरो त्यस्तै छ भने ओके सहयोग गर्ने कुरो रह्यो भने त्यो मैले किनभने हामी बिचमा चाहिँ अब उमेरको हिसाबले 6 वर्ष फरक छ होइन पढाइको हिसाबले म मेच्योर हो होइन सबै अवस्था गर्दाखेरि चाहिँ अब एउटा श्रीमतीको हिसाबले संरक्षण गर्नुपर्ने माया गर्नुपर्ने उनलाई चाहिँ अलिकति मैले अब भनौँ न त्यो रोलै फरक हुँदैन। म एउटा गार्जेनको हिसाबले पनि 2टा अभिभावक 2टै हो तर म चाहिँ माथि भएकोले अब त्यो छुट इट्स ओके होइन तर अब
त्यही घटनाक्रम यही चिजमा जोड्न चाहन्छु। पछि जब झगडा हुने स्थिति हुँदै गयो होइन, द्वन्द्व कलह बढ्दै गइसकेपछि मेरा शरीरका अङ्गहरूमाथि होइन अब के भन्ने, अब इच्छा लोग्ने मान्छेको शरीर यहाँहरू सबैलाई थाहा होला कस्तो हुन्छ, के हुन्छ, जानकारी हुन्छ होइन। महिलाहरूको जस्तो हुँदैन नै होइन, इच्छापूर्वक होइन जबरजस्ती गरेको अवस्था हो। गरिसकेपछि त्यतिखेर पनि र फेरि अर्को कुरा के राख्न चाहन्छु भने जबरजस्ती कसले गरेको होइन, जबरजस्ती भनेको मतलब दुईजनामा म सुतेको अवस्थामा होइन, मलाई अब इच्छा भनौँ न, अब फेरि कस्तो रहने भने इच्छा भनेको इन द सेन्स यो कि सधैँ झगडा गर्ने एउटा अर्को म भन्न चाहन्छु, सधैँ कलह हुने र कलह गरेपछि त्यसो त्यो अवस्थामा जानुपर्ने होइन। यौन झगडाको कलह गरिसकेपछि त्यसपछि यौनजन्य क्रियाकलापमा जानुपर्ने प्रायः त्यस्तो मान्छे मेन्टली तयार भएको हुँदैन नि होइन। रेयरली चाहिँ मात्रै भयो होला चाहिँ, अब भनौँ न, अब माया प्रेम सधैँ त्यस्तो पनि भएन होइन, तर अधिकांश चाहिँ त्यस्तो गर्दाखेरि पछिल्लो अवस्था मैले पनि के हो त यो होइन। भोलि जब मानसिक रूपमा तयार छैन भने लोग्ने मान्छेको शरीर मानसिक रूपमा तयार नभएसम्म अङ्ग पनि उठ्न मतलब अङ्ग पनि अब तयार हुन गाह्रो हुन्छ, थाहा भएको कुरो होइन। अब त्यस्तो अवस्थामा पनि अब त्यही हो, अब त्यसलाई चाहिँ पछि त साथ दिनै पऱ्यो। त्यो अवस्थामा पनि यौनजन्य क्रियाकलाप भयो, गरियो, त्यो त केही कुरो भएन। अनि त्यस्तो गर्ने क्रममा म एउटा फेरि म माथिको अवस्थाको त्यो भित्रको पीडा, एउटा लोग्ने मान्छेको पीडा होइन रहि नै रह्यो होइन। पहिलो बिहा गरेर 10 महिनामा मेरो जेठको जन्म होइन, त्यसको 5.5 वर्षमा माइलो बच्चा जन्म, दुईटा छोरा नै रहे, जो चाहिँ अब उनीहरू पनि अहिले भिक्टिमको रूपमा चाहिँ यहाँ प्रस्तुत गरिएको छ होइन। र त्यसपछि यो घर सर्ने बेलामा त्योभन्दा पहिले सासूले छत्रछाया नेपालीले फोन गर्नुभयो मलाई, जहीँ यो कान्छी छोरी मलाई पढाउनु भयो, त्यहाँ आउँछु भन्दै थिएँ होइन। अब त्यहाँ के गर्नु, तपाईँको अवस्था के कस्तो छ, यहाँ म केका जानकारी गराउन चाहन्छु भने दुईटा दिदीहरूको घर रहेको हामी टेरामा थियौँ अझै पनि होइन। अनि मैले के भनेको छु भने मन साँगुरो हुन्छ ठाउँ साँगुरो भन्दैन, पठाउनु न। हजुरले त्यसरी मलाई सम्झिसकेपछि त्यो मेरो जिम्मेवारी भयो भन्ने किसिमले चाहिँ अब कान्छी साली भनौँ आइन्। आइसकेपछि अब त्यही वर्ष पढिन्। अब यहाँनिर यो कुरो बाहिर कसरी आयो त भन्ने कुरोमा सँग जोडिएको हुनाले मैले भन्नै पर्यो होइन, मैले नाम चाहिँ तिम्रो भन्दिनँ। अनि ती कान्छीले चाहिँ आफ्नै आमालाई फोन गरिन् होइन। आमा यो चाहिँ अब रमा हो, कञ्चनमा भने रमा बोलाइन् नाम, रमाको चाहिँ हाल खबर यो ठेगान नबस्ने, गर्ने, बाहिर हिँड्ने, ड्रिङ्क गर्ने, हिँड्ने, राति आउने छ। यिनले चाहिँ सरासर भिनाजुलाई धोका दिइरहेको छन् भनेपछि त्यसपछि सासूले फोन गर्नु मलाई। फोन गरिसकेपछि के छ चाहिँ सन्चै हुन्छ, हजुर के सन्चो छ, के बिसन्चो छ, के ठिक छ, के बेठिक छ होइन, हजुर सबै ठिकै छ भन्दाखेरि चाहिँ यी टेलिफोनबाट गरेको कुराहरू वास्तविक प्रमाण पर्ने क्रममा दूरसञ्चारका टिकट कलबाट थाहा पनि मान सक्छ होला त्यो कुरो होइन। अनि भनिसकेपछि काठमाडौँ रमाको हालखबर के छ, ठिकै छ के छ, के छ के सुन्नु भएको छ होइन, नलुको आउनु मलाई चाहिँ सबै कान्छी छोरी भन्छ कि म तपाईँको म सुन्न चाहन्छु भन्ने भइसकेपछि अनि त्यसपछि मैले जुन अहिले राखेँ योभन्दा पनि अब एउटा आमाले छोरीको आमाले त्यसरी फुल्न अब त्यो भनेको सहयोगात्मक भूमिकाको प्रतीक हो उहाँले भनेको। किनभने समाधान गर्न खोज्नुभयो भने अनि कसरी भनौँ, सबै भन्नु सक्ने कुरा छ, नसक्ने कुरा छ, कसरी भन्नु होइन तपाईँ केही अप्ठ्यारो नमान्नु, सबै भन्नु भनिसकेपछि म सबै कुराहरू चाहिँ राखेँ, सबै कुराहरू राखेँ। मैले अहिले जे भने त्यो भने म एउटा त्यहाँ केही पनि बाँकी रहेन, मैले जे भनिसकेपछि उहाँले के भन्नु भने म यहाँ जानकारी गराउन चाहन्छु, उहाँ चाहिँ मेरो सासू सुगरले थलिएको होइन, हिँड्न नसक्ने, म द्रवित छु होइन। म अब त्यो के भन्ने, अब उहाँको त्यो पर्सनालिटी उहाँको चाहिँ गरेको हामीलाई चाहिँ अब जोडी कायम गर्ने कुरामा सहयोग गरेको म द्रवित छु होइन। अनि त्यसरी गर्दाखेरि म आउँछु चाहिँ त्यहाँ कहिले भन्दाखेरि साउनतिर मेरो चाहिँ काम सकेर साउनमा आउनाले अनि साउनमा म आउनुभयो। 3 महिना काठमाडौँ बस्ने क्रममा 1 महिनासम्म मैले केही बोल्नु भएन, मेरा क्रियाकलाप पनि हेर्नुभयो अनि अब छोरीको क्रियाकलाप पनि हेर्नुभयो। अनि बसिसकेपछि मैले के भन्नु भयो, छोरी यसरी घर हुन्छ के गरेको, यसरी पनि घर चल्छ भने त अब त्यो जाने ठेगान छैन, आउने ठेगान छैन। यो लोग्नेलाई चाहिँ साथीको जस्तो व्यवहार गरेको छ, जे पाए त्यो बोलेको छ, जसो आयो गरेको छ, बच्चाहरूसँग यसो छ, यसरी पनि घर चल्छ भन्दाखेरि यसरी चलिहाल्छ नि, यसरी चलेको चाहिँ चल्छ भन्ने भइसकेपछि अनि अब त्यो सबै कुराहरू त मैले अब पछि भन्नु अब त्यो थाहा भइसकेको थियो जुन अब जस्तो पनि बाहिर खानेदेखि लिएर कोठामा मान्छे आउने होइन, जो हिँड्ने होइन, यी सबै कुराहरू चाहिँ सासूलाई जब मलाई चाहिँ भन्न भनिसकेपछि जानकारी थियो
होइन। र अब यो जुन विवाह जुन बलात्कार कुरो मैले गरेँ त्यो पनि मैले भनिहालेँ होइन यो कुरासम्म। किनभने एउटा मलाई छोराको जस्तो व्यवहार गरिसकेपछि मैले पनि त्यो ममता मैले चाहिँ पाएँ होइन र मैले सबै सेयर गरेँ भने भनिसकेपछि अनि त्यसपछि पनि उहाँले सम्झाउँदै गर्नुभयो। अनि के भन्नुभएको छ भने अब यो त्यो तालले हुँदैन, सुध्रिनुपर्छ होइन, आफ्नो जे जस्तो भयो भन्ने कुरा गर्नुभयो होइन। म सुध्रिहाल्छु नि है। अनि मसँग सोध्नुभएको प्रश्न जुन अब के गर्नु त, यो त थाहा पाएँ मैले नै, कुरा सुने पनि देखेर प्रमाणित पनि भयो आफ्नो आँखादेखि नि। अब तिमी के गर्छौ त, अर्को बिहा गर्ने कि होइन, यसैलाई चाहिँ सम्झाउने हो, यसै बस्नुपर्ने भन्दाखेरि मैले के भने मलाई बिहा गर्न जरुरी छैन, म बिहा गर्दिनँ पनि सबै किसिमले चाहिँ। किन भनेपछि अर्को आउने राम्रो हुन्छ भन्ने ग्यारेन्टी छैन एउटा कुरो। दोस्रो कुरो यो दायित्वमाथि अर्को थप्दाखेरि मलाई भोलि दायित्व थपिन्छ नै होइन, यसको व्यवस्थापन गर्ने गर्दाखेरि चाहिँ यो कम्प्लिकेसन पर्छ, म बिहा गर्दिनँ भन्ने भइसकेपछि अब त्यसपछि कुरो के भने अनि हात जोड्नुभयो मैले होइन। यो अब मेरा नाममा चाहिँ होइन, यो अब मेरो पेटमा नजन्मिएको जस्तो छोरी होइन। अब उहाँ दुईवटा छोरीहरू चाहिँ घरको आफ्नो घर राम्रोसँग गरेर खानु भएको छ होइन, प्रतिष्ठित घरमा हुनुहुन्छ होइन, कुनै दोष छैन। यो मेरो कोखमा नजन्मेको छोरी जस्तै हो, यसलाई चाहिँ माफ गरिदिनु पऱ्यो भनेर चाहिँ हात जोड्नुभयो होइन। अब त्यो एउटा त्यस्तो अशक्त अवस्थामा आइगयो भने त्यसपछि पनि अब सक्यो हजुर, अब सक्यो जे जति गुनासा छन् होइन, अब सक्यो। तर यसपछि चाहिँ नहुनु पऱ्यो अब होइन। जे जति छन् मलाई कहिले बाहिर के सुनायो के देखेँ, मेरो बच्चाहरूले के भने, बच्चाहरूले केसम्म भने ड्याडी हजुरलाई थाहै छैन, हामी सबै कुरा भनेकै छैनौँ, टेन्सन हुन्छ होइन, अब रोगी हुनुहुन्छ भनेकै छैनौँ होइन, यो डिभोर्स नगरिकन काम छैन त भनेर बच्चा जो अब सानो बच्चा सानो थियो, जेठो बच्चाले चाहिँ त्यतिखेरै भनेको स्थिति हो होइन। त्यही पनि अब त्यो वृद्ध आत्मा त्यसै भनिसकेपछि मैले चाहिँ अब भने र अगाडि राखेर कञ्चनले अब सक्यो। समाजमा कसैले हिजोको दिनको उसमा चाहिँ चाहे ड्रिङ्क गर्ने अवस्था होस्, चाहे अरूको अन्य कुराहरूमा इन्भल्भमेन्ट पुग्छ होस्, त्यसको लागि ढाल म छु, म श्रीमान हो होइन, म ढाल छु, तर म प्रतिवाद गर्छु। तर यसपछि चाहिँ प्लिज भनेपछि हुन्न यस्तो हुन्न, अब नगर्ने भन्छ हल्का तिमीले भन्यो। र त्यसपछि त्यति भयो। अब सासू चाहिँ उता बिहान जानुभयो, म चाहिँ फेरि आफ्नो जातिर गएँ। त्यसपछि 1 महिनासम्म ठिकै भयो, जो घरमै बस्यो, घर गएर गरियो। अब भएको कुरो भन्नुपर्छ होइन। 1 महिनापछि फेरि त्यो बिस्तारै बाहिरको जुन मुभमेन्ट थियो त्यो बढ्यो। अब यसमा चाहिँ बढ्ने क्रममा त्यसै क्रममा घर तयार भयो। घर तयार भइसकेपछि मैले के भने अब डेरामा त हामी अब यो लड्दै हामी डेरामा त अब बस्यौँ होइन। घरमा सर्दाखेरि घर सार्न सक्दिनँ होइन। अब दोस्रो चान्स प्लिज त्यहाँ गएर चाहिँ नगर्नु है, किनभने त्यो समाज हुन्छ त्यो अब अर्को त्यो घर एउटा बनाएर अर्कोमा सर्ने कुरो हुँदैन भन्ने भइसकेपछि त्यतिखेर केही बोलिनँ। सँगै गयो घरमा। यो दसैँको बेला थियो र म दसैँ मनाइसकेपछि म बाहिर गएँ। त्यो तिहारमा फेरि आएँ। फेरि आउँदाखेरि चाहिँ त्यो त्यहाँ जाँदाखेरि पनि यहाँ घट्टीकुलो आउने, यता काठमाडौँ आउने, त्यो निरन्तर आउने, यहाँ बस्ने, अहिले आज म त्यही साथीहरूसँग बस्छु भन्ने यताउति गर्ने, त्यो निरन्तर त्यो त्यहाँ जाँदाखेरि पनि रहि नै रह्यो। अब मलाई चाहिँ गाह्रो भयो त्यसपछि होइन, गाह्रो भयो। यस बिचमा चाहिँ अब कस्तो रह्यो भने एउटा ट्रेनिङ थियो नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा, त्यो कुरो पनि सुन्ने। अब म आफ्नो दोस्रो रोगको बारेमा बोल्दैछु। त्यहाँबाट चाहिँ हाम्रो केदार राईमाझी भन्ने सर हुनुहुन्छ, उहाँको चाहिँ एकदम प्रतिष्ठित सर हो। उहाँको स्ट्रेस म्यानेजमेन्टको क्लासमा सबैलाई त्यो बिलिङ छुट्याउँछ उहाँले गर्छपछि त्यो स्ट्रेसको चाहिँ सबैलाई लेभल लिमिट क्रस गरेको मेरो चाहिँ त्यो क्वेसनहरूको एन्सरिङ गर्दाखेरि मेरो देख्दाखेरि मैले तुरन्तै छुट्टै उसमा बोलाएर अब यो केही समथिङ छ तिम्रो प्रब्लम अनि डक्टर कहाँ जानुपर्छ भनेर उहाँले नै भनिसकेपछि डक्टर देवव्रत जोशी मानसिक अस्पतालमा हुन्छ, उहाँ कहाँ पठाउनुभयो। त्यहाँ गएर चाहिँ अब गर्दाखेरि डिप्रेसनको औषधि बिहान 6वटा, बेलुका 6वटा औषधि, दिनको 12वटा औषधि डिप्रेसनको दोस्रो थपियो। दोस्रो खानुपर्ने स्थिति भयो। त्यसले गर्दाखेरि चाहिँ कस्तो अवस्था थियो भने यो डिप्रेसन भइसक्यो, हिँड्न नसकिँदैछ होइन। अब बाँचौँ कि मरौँ कि केको लागि बाँच्ने, अब निराशाजनक स्थिति नै हो। अब सक्यो सबै नै यस्तै अब जति गर्दा नि हुँदैन, सम्झाउँदा नि हुँदैन, न कुनै उपाय छ भन्ने भइसकेपछि त्यस्तो अवस्था पनि मेरो लगभग निश्चय प्राय अवस्था हो त्यतिखेर होइन। केही गर्न नसक्ने, हिँडेको छ थाहा छैन, अगाडि हिँडेको मान्छे नदेखिने होइन, कहाँ गएको छु भने थाहा नहुने होइन। त्यो एकछिनपछि सेन्स आउने म कहाँ छु भनेर होइन। त्यस्तो कामदेखि लिएर अब त्यो भनेपछि अब सबै कुराहरू रह्यो नि। एउटा काममा कति असर पऱ्यो होला नि त, सार्वजनिक काममा होइन। अब त्यस्तो भन्दाखेरि पछि मैले यो कुरो चाहिँ बाहिर ल्याएँ उताबाट चाहिँ। अब आमालाई थाहा भयो होइन, सासुलाई थाहा भयो र यताबाट चाहिँ मैले आफ्नो सर्कलमा कुरा राखेँ। अब
राखेँ यसो भयो के गर्ने होला यो चाहिँ मलाई लाउनु निकास दिनु पर्यो म त नसक्ने भन्दाखेरि चाहिँ अब के भन्यो यसरी चाहिँ यो भित्रभित्रै गुम्सिनु भयो भने मर्नुहुन्छ बाहिर जे होला बाहिर ल्याउनु पर्यो निकास निकाल्नु पर्यो बाँच्नुपर्छ सर मलाई भनौँ प्रायः जस्तो मेरो विद्यार्थीहरू त्यहाँ जिल्लावासी हुन्छ सर बाँच्नुपर्छ जीवन हो बाँच्नुपर्छ यो त कुहिएर मर्ने स्थिति भन्दाखेरि चाहिँ अनि त्यसपछि तपाईँहरू दुईजना अब यो समयसँगै बस्न हुँदैन बाँच्ने अवस्था भनेको अलग अलग नै बस्ने स्थिति हो भन्दाखेरि अनि मैले घरमा आएर चाहिँ अब त्यही किसिमले अब हामी अलग हौँ अलग हौँ यसरी गर्दाखेरि चाहिँ भोलि तनाव परिस्थितिमा दुईलाई चाहिँ के जे पनि हुनसक्छ त्यसैले बाँच्नुपर्छ अलग अलग जति छ सम्पत्ति होइन सम्पत्ति जति छ अब 4 मान्छे हो 4लाई चाहिँ 4 भाग लाग्ने हो होइन र बच्चाले बाउ रोज्छन् आमा रोज्छन् बच्चाको चोइस होइन भनिसकेपछि बच्चालाई अगाडि राखेर मैले भने अब यो अब बाबु केही न केही गर्नु भनेको तिमीहरू के गर्छौ ठुला भइसकेको थिएँ साल त्यो होइन गरिसकेपछि अहिले मम्मीसँग पिरादाखेरि समस्या हुन्छ बाबुको जागिर छ भन्ने नसोच यो जे चिज छ अहिले होइन यो चाहिँ 4/4 गर्दाखेरि चाहिँ 3 खण्ड जससँग हुन्छ तिमीहरू जान्छौ त्योसँग जान्छ 1 खण्ड यता जो रहन्छ त्यसरी तिम्रो चोइस भन्ने भइसकेपछि ती दुइटै बच्चाले अँगालो हाल्यो मलाई होइन अँगालो हालिसकेपछि हामी सम्पत्ति चाहिएन माया हो खोजेको हामीले माया जहाँबाट पाइन्छ हामी चाहिँ त्यही हो सम्पत्ति रोडमा गए पनि हामी चाहिँ सँगै जान्छौँ बच्चाहरू यो पीडा मैले भुक्टेको छु म एउटा पुरुष हो म अर्ध आमा भएर मैले बच्चाहरू हुर्काएको छु अनि त्यो एउटा पाटो बच्चा कहिले पनि पैसाले उनीहरूलाई चाहिँ उनीहरूका चाहिँ इच्छापूर्ति हुँदैन बच्चा भनेको आफ्नो तपाईँको मायाले हुर्काउने हो अहिले पनि भनौँ अब मैले त अब त्यही भन्न खोजेको होइन अब ममताले रोकिने हो अब त्यो जे जस्तो आरोपहरू आयो त्यो चाहिँ छुट्टी पर्छ बच्चाले सम्पूर्ण कुरोमा भुक्तभोगी छन् होइन न कुनै त्यति गर्दाखेरि पनि चान्स दिउँ भन्ने कुरो भयो फेरि रिपिट भयो घर सल्लाह भएरै हुन्थ्यो बच्चा बच्चीसँग पनि उनीहरूले मसँग सबै कुरा भनेका छैन भनेन पनि छोड्नु अझै पनि सुध्रिन्छ भने अब अवस्था सुध्रिन्छ भने अवसर हामी सबैको जिम्मेवारी भनेर त्यो लास्टसम्म चाहिँ कोसिस गरेको स्थिति हो र जब यसरी चाहिँ बाहिर गइसकेपछि अब चाहिँ समय बस्दाखेरि चाहिँ थप्के अप्ठ्यारो हुँदैन अनि अब लिगली नै अब अलग हुनुपर्छ नयाँ घरमा गइसकेपछि घरमा गइसकेपछि त्यस्तै पारा रह्यो नयाँ घरमा गइसकेपछि पनि यता हामी सबैलाई थाहा छ त्यहाँ गइसकेपछि पनि त्यहाँ वरिपरिका चाहिँ रक्सी पसलमा चाहिँ चार्ने मान्छे त्यहाँ पनि भयो त्यहाँ पनि जुन भट्टी पसलमा त्यो त मैले पछि थाहा पाएँ होइन उहाँ यहाँ आउनु त रक्सी आउनु त अहिले कहाँ हुनुहुन्छ भन्ने कुरो गर्दाखेरि चाहिँ पछि थाहा पाएँ मैले अब त किनभने म सर्भिसको क्रममा बाहिर गएपछि त त्यहाँ के हुन्छ सबै कुरा मैले थाहा पाउने कुरो रहेन होइन अब त्यस क्रममा भइसक्यो मैले के भन्यो भने अब हामी सँगै बसेनौँ होइन जे जति हुन्छ जग्गाको अब मेरो त्यतिखेर घर अहिले पनि सञ्चयकोष लोनमा छ मेरो सबै चित्त गरिसकेको छैन नै जे जति हुन्छ ऋण पनि भाग हालौँ धन पनि भाग हाल्ने जति भाग पर्छ त्यो अनुसार चाहिँ हिसाब गरेर चाहिँ सहमतिसहित कोर्टमा गएर होइन डिभोर्स गरौँ भन्दाखेरि चाहिँ अनि के कुरा आयो भने मैले किन डिभोर्स दिने मलाई के बितेको छ र म इन्जिनियरको स्वास्नी होइन मैले अब अहिले चाहिँ अब आफ्नो इच्छा अनुसार गरिरहेको छु होइन म किन डिभोर्स दिनु होइन अनि एउटा कुरो त्यो दोस्रो कुरो म मेरो जीवन हो म मेरो इच्छाले जिउँछु तपाईँ के गर्न सक्नुहुन्छ गर्नुहोस् यी बोलेका शब्दहरू होइन म यसरी नै गर्छु अब के गर्न सक्नुहुन्छ गर्नुहोस् भन्ने भइसकेपछि त्यो अवस्थामा गर्न सक्ने भनेको चाहिँ के हो भने सुरक्षित रहनु भनेको मतलब त्यो लोग्ने स्वास्थ्यसँग त्यो अवस्था आइसकेपछि अलग भएर जिउनु जुन सबभन्दा उत्तम विकल्प हो नै यो अरूले पनि मूल्याङ्कन गरून् होइन र त्यसको लागि जाँदाखेरि मैले सहमतिमा कोर्टमा जाउँ भन्ने कुरो रह्यो डिभोर्स दिनु भन्ने कुरो भयो डिभोर्स दिँदैन भनेपछि अब दुईवटामा एउटाले त पारि चाल्नु पऱ्यो होइन मैले भने पनि लोग्नेमालाई गाह्रो हुन्छ अझ म बस्नु सक्दैन मैले स्वीकार्नु पऱ्यो भन्दाखेरि चाहिँ त्यस बिचमा त्यो कुरो भइसकेपछि त्यसै बिचमा चाहिँ त्यही बेलामा उनले चाहिँ पोको त्यो आफ्नो बोकेर यत्रो बोरा लुगा कपडा सबै राखेर अनि त्यहाँबाट हिँडेँ बच्चाहरू दुइटै घरमा थिए सुतेका थिए बिहान चाहिँ उज्यालो उसमै हिँडेकी हुन् म बाहिर मेरो घरमा बाहिर बाजाली छ बाजाली बाहिर उभिरहेँ फर्केर हेर्छिन् अथवा म जान्न भन्थिन् होइन मेरो बच्चा यहाँ छ म जान्न भन्थेँ अन्तिम अवस्थासम्म पनि मेरो त्यो मनमा रह्यो तर त्यो नखरीहरूले त्यो गर्न एउटा डिप्रेस भएको मान्छे त्यतिसम्म पीडा खोप्न सक्ने मान्छे होइन एउटा कुरो म के चाहन्छु भने म चाहिँ मेरा दोषै थिएनन् भन्ने कुरो केही गर्दै गरेन म महात्मा थिएँ भन्ने होइन होइन लोग्ने शास्त्रमा झगडा भएपछि होइन सरकार चर्की पऱ्यो होला विवाद कलह निस्क्यो होला होइन इस्युहरू निस्क्यो होला नि किनभनेपछि बिहा गरेको तुरन्तै लगभग त्यो अन्डरस्ट्यान्डिङ बिग्रेपछि त होइन यो अब जस्तो हाम्रो कञ्चनजीले भन्नुभयो कि चाहिँ देखिन्छ इन्टरभ्यूमा केही नै गल्ती छैन होइन समाज चाहिँ सबै साधु म मात्रै गल्ती त्यस्तो होइन होइन यो सबैले बुझ्ने कुरो हो होइन कलह यताउति अब परिवारमा भएपछि अनि बच्चाको अब
भविष्यको असर पर्यो, सब मलाई असर पर्यो भनेपछि त्यो चाहिँ एकदम प्रिय अवस्था रहेन नै होइन। तर जसरी भनियो, कुट्यो, पिट्यो, मारियो, के गर्यो त्यो चाहिँ होइन, त्यस्तो अवस्था चाहिँ होइन।